सबैलाई नमस्कार। फेरि पनि आज धेरै समयपछि टिकटकमा जोडिन आएको छु। आज म आउनुको कारण चाहिँ अलि छुट्टै छ। भनौँ न, आज आउनुको कारण चाहिँ के हो भन्दाखेरि अहिले हाम्रो नेपालको संसदमा एउटा कुराको एकदम चर्चा भइरहेको छ, चर्चा पाइरहेको छ। एउटा मात्रै होइन, धेरै कुराहरूको चर्चा पाइरहेको छ। तर म चाहिँ एउटा मात्रै विषयमा केही कुरा गर्नको लागि आएको छु। त्यो विषय चाहिँ के हो भन्दाखेरि बाँदरको विषयमा अहिले नेपालको संसदीय दलको बैठकमा एकदम चर्काचर्की, एकदम भनाभनै भइरहेको छ। यो कुरालाई सुरुवातमा चाहिँ आदरणीय संसदीय दलको संसद ध्रुव राई र आशिका दिदीको बिचमा एकदमै भनाभन नै भएको थियो। यी कुराहरू सुन्दाखेरि आशिका दिदीको कुरालाई पनि गलत भन्न चाहिँ मिल्दैन र ध्रुव राईको कुरालाई पनि गलत भन्न मिल्दैन। किनभने नेपालको यो विभिन्न पहाडी क्षेत्रहरूमा चाहिँ अहिले विशेष गरी गाउँमा एकदमै बाँदरले दुःख दिने समय चाहिँ एकदमै हुन लागिसकेको छ। किनभने अब यतिसम्म बाँदरले दुःख दिन्छ कि लगभग आफूले वर्षभरि खानको लागि दुःख गरेको अन्न बाली बाँदरले उस्तै पऱ्यो भने 1 घन्टामै सकप बनाइदिन्छ। अनि यहाँ के कुरामा चर्काचर्की भएको थियो भन्दाखेरि ध्रुव राई ज्यूले भन्नुहुन्छ बाँदरलाई मार्ने कानुन बनाऊ भनेर भन्नुहुन्छ र आशिका दिदीले भन्नुहुन्छ बाँदरहरूलाई मार्नु हुँदैन, बाँदर मार्नु अपराध हो भन्नुहुन्छ। कुरा सुन्दा दुबईको एकदम ठिक हो। किनभने जनावरहरूलाई मार्नु हुँदैन, जनावरहरू पनि जिउने हकदार हुन्छ, उनीहरूले पनि बाँच्न पाउनुपर्छ भन्ने एकदम सही हो। र त्यो भनिराख्दाखेरि आशिका दिदीले के एउटा कुरा बुझ्नुपर्छ भन्दाखेरि उहाँ पनि धादिङको एकदम पहाडी क्षेत्रको जस्तै लाग्छ मलाई। उहाँ सायद अब गाउँमा उहाँ बस्नुहुन्छ हुन, त्यो उहाँलाई मलाई थाहा छैन। तर एक दिन मेरो यो ठाउँमा, यो गाउँमा चाहिँ आएर बसिदियोस् के, हाम्रो ठाउँमा आएर त्यो हामी जस्तो भएर। किनभने यहाँ वर्षभरि लगाएको मकैहरू, वर्षभरि खानको लागि लगाएको मकैहरू बाँदरले 1 घन्टामै सकप बनाइदिन्छ। अनि अर्को कुरा चाहिँ यहाँ विभिन्न ठाउँका मान्छेहरू पनि, जस्तै कि अब सहरतिरका मान्छेहरू पनि बाँदरले मार्नु हुँदैन, बाँदरले मार्नु पर्छ भन्ने को हो भनेर झङ्गिरहेको हुन्छ। तर त्यो होइन, काठमाडौँमा बसेर बाँदरको संरक्षण गर्नुपर्छ, बाँदरले मार्नु हुँदैन भन्नु पनि गलत हो। किनभने यो गाउँमा आएर उहाँले चाहिँ यहाँ आएर हेरोस्। किनभने यो ठाउँमा, यो गाउँमा चाहिँ हामीले भोगिरहेको छ कि यहाँको कुराहरू, यहाँको बाँदरको आतङ्क चाहिँ हामीले भोगिरहेको छ। अब केही समय पछाडि चाहिँ सायदै बाँदरको गोठाले नै बस्नको लागि घरबाट मान्छे एक घर मान्छे हुनुपर्छ यहाँ आफ्नो मकै बालीहरू बचाउनको लागि। अनि त्यसैले आशिका दिदी तपाईँले भन्नुहुन्छ बाँदरको लागि छुट्टै जङ्गलमा भालबुल रोपाउ भन्नुहुन्छ आशिका दिदीले, बाँदरको लागि छुट्टै एउटा खानेकुराको लागि। तर यो होला, सम्भव होला यो, तर यसको लागि त सरकारले पनि मान्छे खटाउनु पर्यो। सरकारले नै यहाँ विभिन्न कर्मचारीहरू खटाउनु पर्यो नि। यहाँ त हामी नेपालीहरू यहाँ चाहिँ गाउँठाउँमा भएको मान्छेहरू त जङ्गल फालफुल रोप्ने कि यहाँ आफ्नो खेतबारीमा काम गर्ने त। अर्को कुरा, जङ्गलमा फलफुल छुट्टै रोपे पनि बाँदरले त्यो जङ्गलको फलफुल त उस्तै भएर पनि त चिचिला आउने बेलामा, फुल फुल्ने बेलामै खत्तम बनाइदिन्छ क्या। अनि त्यसपछि त्यो कि त त्यसको लागि चाहिँ फेरि त्यसको लागि नै छुट्टै मान्छे राख्नु पऱ्यो, छुट्टै कुरुवा राख्नु पऱ्यो, छुट्टै कर्मचारीहरू राख्नु पऱ्यो। यहाँ त जे गरे पनि बाँदरको लागि त छैन क्या। अन्तिममा चाहिँ मलाई लाग्छ कि फेरि मैले अघि भनिहालेँ ध्रुव राईको कुराहरूलाई पनि गलत होइन, आशिकाको पनि गलत होइन। अन्तिममा त मैले देखेको त यहाँ त बाँदरलाई त एक हिसाबमा त मार्नै पर्छ भन्ने जस्तो पनि देख्छु। फेरि एक हिसाबमा हो, जनावर मार्नु हुँदैन, तर यहाँ त अरू भन्दा नि जनावर मार्नु हुँदैन, ठिक हो। तर यहाँ त बाँदर त जे गरे पनि यहाँ नियन्त्रण गर्न सक्दैन जस्तो लाग्छ कि मलाई चाहिँ। गल्ती भयो, माफ गर्नु होला, किनभने मार्न हुँदैन मलाई थाहा छ। तर यहाँ त उसको बाँदरको एउटा हरकतले गर्दाखेरि मैले यो भनिरहेको छु कि। अनि आशिका दिदीले भन्नुहुन्छ के भन्छ, बाँदर मार्नु त अपराध हो भन्नुहुन्छ। अपराध हो के बाँदर मार्न? तर यहाँ त गाउँठाउँमा भएको चाहिँ विभिन्न ठाउँको चाहिँ तपाईँको मान्छेहरूको बाली नाली खानु पनि त अपराध हो नि त।
कि त त्यसको लागि पनि विशेष के अरे क्षतिपूर्तिको अपिल गर्नु पऱ्यो। विशेष रूपमा चाहिँ ल मानौ न कि खेती किसानै नगर्नु भन्नु पऱ्यो। फेरि एक हिस्सामा भन्नुहुन्छ अब चाहिँ सरकारले बाँझो राख्यो भने चाहिँ जगजमिन बाँझो राख्यो भने चाहिँ अब के भन्छ सरकारले अधिग्रहण गर्ने भनेर भन्नुहुन्छ। अब यहाँ त जे गर्दाखेरि पनि भएन नि त यो सरकारको कुराले त। यदि बाँझो राख्यो भने जग्गा जमिन नै अतिक्रमण गर्नलाई सरकारले नै कब्जा गर्ला भन्ने डर। अनि यहाँ त खेतीपाती गऱ्यो भन्दा बाँदरले नाश गर्ने डर के। अब गर्ने चाहिँ के त यहाँ, यो कुरा चाहिँ सरकारले भनिदिनु पऱ्यो ल। यति नै हो। मैले बढी भए गल्ती गरेँ माफ गर्नु होला। मैले यो चाहिँ अस्तिदेखि नै बोल्न चाहिरहेको थिएँ, मैले आज बोलेँ है।